अहिलेको समग्र हाम्रो माग हेर्ने हो भने तपाईँले साँच्चै भन्ने हो भने दर्शन पनि गर्नुपर्ने हो। दुवाकोटको शिरमा देवीथान छ, त्यहाँ जाने हेर्नुभयो होला, देख्नुभयो होला। त्यहाँ कता न लौरो टेकेर जानुभयो भने झर्न सक्नुहुन्न। किन कतिपयले झर्दा एकैचोटि झऱ्यो भने हो यहाँ त देवी साँच्चै रहेछन्, धेरै वरदान दिएर म त एकैचोटि तल आएँ भन्ने जस्तो छ क्या। त्यहाँ अडिन सक्ने बाटै छैन। एउटा चट्ट बाटोमा तपाईँको लोकोट मार्ग भनेर एउटा गेट राखेर कतिपय ठाउँहरूमा सिँढी बाटो, सिमेन्टेड बाटो, यहीँ स्याङ्जामा तपाईँको घर घर जाने बाटाहरू सिमेन्टेड बाटाहरू छन्। तर हाम्रो उसमा मासिलाले डोजर किने डोजर देख्न पनि पाइएन। तपाईँको अस्ति आएको थियो, अस्ति आएको के हो भने हामी लाटासिधा जनताले पनि बुझ्यो यो चुनावको लागि यो नेताहरू नहिँड्ने भएर डोजरले भोट प्रचार गर्दै आएको थियो। मैले के भने यो ठाडो बाटोमा पालिका पनि 2-3 चोटि गएँ। जाँदाखेरि कहिले के लिएर आउनुहोस् भन्छ, कहिले के लिएर आउनुहोस् भन्छ। ईश्वरी सरलाई प्रत्यक्ष बोलाउँदाखेरि ल यसलाई 1.5-2 लाखको हाराहारीमा हामी हालिदिन्छौँ भन्नुभयो। अनि जाँदाखेरि कर्मचारीहरूले तपाईँहरूको नेता बोलेर हुन्न भन्छ। अनि नेता नबोल्ने भए त हिजो मैले अमृत सरलाई त्यही भने तपाईँहरू नेता बोलेर हुँदैन, तपाईँहरू कर्मचारी उहाँ पालिका जाँदा कर्मचारीहरू तपाईँको सिंह छन्, कर्मचारी लिएर आउनुहोस् भोट माग्नु होइन। नेता आएर फिल्डमा यो बोल्ने, पालिका जाँदा कर्मचारी अर्को बोल्छ, अनि हामी जाने कहाँ। प्रत्यक्ष यो गर्छौँ भनेर भन्ने त हामीले त नेता हो नि त। अनि नेताले कर्मचारी चलाउन सक्दैन भने के नेता त किन भोट हाल्न पर्यो। भोट त हो के अरे कालीपारका डुमलाई लगाएर फाल्ने नि त भयो क्या नि। हाम्रो भोटको अर्थ छैन भने हो कि होइन। त्यो एउटा भोटको पनि त अर्थ हुन्छ नि, त्यही एउटा भोटले हार्जित हुने हो। अनि डोजर आएको थियो, मैले डोजर पर्दैन हामीलाई देखाउन, यो उद्घाटन होइन। अब अस्ति यहाँ ढुङ्गा बोक्ने बेला हामी मान्छेले खनियो दाइ त्यो बाटो, अनि अहिले डोजर त सर आउने, ट्र्याक्टर आएको बाटोमा डोजर आउनु त कुनै ठुलो कुरै होइन। अनि त्यो भएपछि डोजर देखाउनु पर्दैन भनेर मैले बाहिर बेलदाईहरू बाहिर हुनुहुन्छ, मैले दाईहरूलाई विदेशमा नि कुरा गरेँ, दाइ यस्तो यस्तो भयो गाउँमा के गर्ने भनेको। त्यो भइसकेपछि यदि आइतबार पऱ्यो भने मलाई फोनर हामी पनि कुरा गर्छौँ। तर अहिलेको उसमा तैँले जति सक्छस् त्यहाँको मान्छेहरूलाई मोटर बाटोबाट मुनि या माथि कति सकिन्छ मान्छेहरूलाई, तर फेरिनुपर्छ भनेर भन्नुपर्छ। एमाले हामीलाई धेरै धोका दिए, हामीले के अरे नचिन्न भुल भयो भने। अब पदमगिरी हिजो अहिलेको नौलो अनुहार हो, अब अहिले फेरिएर आउने हो भन्दै हुनुहुन्थ्यो अमृत सरहरूले। मैले फेरिएर पदमगिरी त फेरिएर त कपडा मात्रै फेरेर त भन नि त। आजभन्दा 5 साल 10 साल पहिलाका पदमगिरीका अहिले बाहिर लाउने कपडा फेरेर आउने होला नि, त्यहाँ अनुहार र मनै फेरेर आउने त होइन। अनि हिजो गर्छु भनेको त त्यही नै हो नि त। अनि धुवाकोटमा के छ भने जुन मेन के अरे मर्म छन् नि, ती ठाउँमा विकास नगरिदिएपछि ती के भइदियो भने एमालेहरूका चुनाव आउने बेला यो गर्छु भनेपछि त यो गर्ने भयो भनेपछि भोट त्यहीँ दिने भयो क्या। तपाईँको बाख्राकोट त घाँटिया काट्ने नि त, घाँटी नै नकाटेपछि त्यो घाँटी चुनाले ठाउँ राख्नु पऱ्यो क्या। सास नलिराखेर अरू काटेपछि त केही अर्थै भएन। धुवाकोटमा त्यही भयो, कोटामा जाने बाटो भन्ने हुन्छ। अब धुवाकोटमा गएपछि भोट माग्ने तरिका के हो भने कोटामा जाने बाटो अब मैले जितेँ भने सिमेन्टेड गरेर रेलिङ हालेर बनाइदिन्छु भनेर पदमगिरी आएर भने ओहो घाँटी अहिले त बनाउने भयो भने फेरि एमाले जिन्दाबाद भन्दै हिँड्ने। हामी एमाले जिन्दाबाद भन्दै हिँडेका झन्डै 10-12 वर्ष भयो होला। अनि अहिलेको विकासमा तपाईँको डोजर पनि देख्न पाइन्न, बाटो पनि देख्न पाइन्न। अरू कुरा छोड्नुहोस्, तपाईँको यो कतिसम्म म झुटो बोलेको छु भने त्यहाँ गएर हेर्नु तपाईँहरू झर्ने चोकमा, प्रत्येक चोकमा जङ्गलका चोकमा पनि के अरे अहिलेको त्यो वेरिङ बोर्ड भन्छ के भन्छ त्यो सानो बोर्ड छ। धुवाकोटमा त्यो बोर्ड पनि छैन क्या। एमालेको विकास त्यही नै त होइन होला नि त। हामी त सानो एउटा 5-7 सय पर्ने बोर्डमा शुद्ध पनि पछाडि परियो भनेपछि अब एमाले जिन्दाबाद भन्दै नहिँड्ने भनेर मैले समग्र गाउँमा पनि धेरैलाई भनिसकेको छु। भोलिको हिसाबमा तपाईँले पनि नसक्ने मैले यो गर्छु ऊ गर्छु, प्रत्येक घरलाई रोजगार दिन्छु, उही के अरे अहिले दैलेखमा के अरे ग्यासको होस् निक्ले झैँ भोलि कुसमा ग्यासको होस् पनि निक्लिन्छ, त्यहाँबाट पाइपलाइन जोड्छु भन्ने सपना, झुटा सपना देखाएर नहिँड्नु होला के अरे सागर सर। किनकि तपाईँहरू भनेको भोलि के अरे जितेर जहाँसुकै गए पनि हामीले सर भनेर नमस्कार गर्न नपरोस् क्या, दाई भनेर हात मिलाउन परोस्। मेरो मान्यता यो। गाडी चढ्दाखेरि पनि गाडीबाट त्यो कालो सिसा लाएर भाइ नभन्नु होला। हाम्रो अनुहार भोलि हार जितको कुरा हो। सकेसम्म मेरो हिसाबले लाग्छ यो माहौल र अहिलेको देशभरिको माहौल हेर्दा 100% जित्ने हो। अहिले भनिहालेँ नि मैले के अरे त्यहाँ माथि अहिले एमालेको कार्यक्रममा हुँदै गर्दाखेरि पनि कतिपय उसको हेर्दाखेरि त्यहाँ म के अरे एमालेमा भोट हाल्छु भन्ने अनुहार थिएनन् क्या। अरूले केही कुरा राख्छु भन्ने हिसाबले गएका अनुहारहरू थिए। कतिपयहरूलाई त म खुलेरै भन्छु, मैले बिहानको उसमा म हिजोदेखि घैलेन्द्र दाई बेलुका आउनुभएको थियो, मैले एमालेलाई यसो भनेर पठाएँ दाई भनेर भनिसकेपछि म बेलुकादेखि अहिलेसम्म पनि मैले कतिपयलाई त्यहाँ नजा भनेर फोन गरेको छु। भोलि एमालेको प्रहार मैमाथि ठाडो प्रहार हुन्छ भने पनि म त्यसलाई स्वीकार्न तयार छु होइन। म बेसरी मलाई भर्ती गरिदिए मलाई जागिर दिए भन्ने हिसाब होइन। तर मेरो एउटा
अन्तिम अनुरोध के हो भने यो समग्र गाउँको विकास हुनुपर्छ। गाउँको विकासको लागि गाउँको हरेक जनताले साथ दिन्छन्। त्यो भएको हुनाले जति पनि सक्नुहुन्छ दाइ। अब अघि अङ्कलले भन्नुभयो तपाईँ के अरे हिजो अस्ति मैले एउटा कमेन्टमा कतिपयले सरेको देखेँ पदमगिरीलाई कार्कीनेटरदेखि गानामाङसम्म ट्र्याक्टरमा हालेर पछाडि खुट्टा बाँधेर ल्याएपछि त्यसको विकास त्यहीँ देख्छ भन्ने थियो। भोलि सागर भुषाललाई त्यसरी नै ल्याउनु पर्ने भयो। सागर भुषाल र पदमगिरी त उस्तै होइछन्, एकअर्काका परिपूरक होइछन्, नाम मात्रै फरक होइछ भन्ने यो के अरे भाष्य निर्माण नहोस् भन्ने मात्रै अनुरोध हो मेरो। किन भन्दा हारे पनि जिते पनि राजनीति गर्ने एउटा राजनीतिज्ञ त भविष्यसम्मको लागि राजनीति गर्ने हो। अहिले क्षणिक राजनीति त होइन। त्यो क्षणिक राजनीति नभए हुनाले चाहे हारोस् चाहे जितोस् उम्मेदवारले त्यो धरातल बिर्सियो भने धरातलबाट जानु पर्यो क्या राजनीति गर्ने मान्छेहरू। त्यसैले यो धरातललाई चाहिँ पक्कै पनि बिर्साउनु हुने छैन भन्ने मेरो अनुरोधै हो। यो तिरोमै छ अहिले पनि राम्रोसँग दुईटा गाडीहरू चाहिँ क्रस हुँदैन भनेदेखि अब फेरि त्यही स्तर उन्नतिको लागि राजै आउन पर्ने हो कि वैकल्पिक पार्टीहरूले पनि सकिन्छ त्यो पनि स्पष्ट हुनु पर्यो। अब भोलि हिजो राजा पाला खनियोबाट भोलि राजा नआइ पिच्नु आउने हो भने त फेरि राजा पछि दुख्नु पर्यो। हामी त राजै ल्याउनु पर्यो। भोट माग्ने बेला हजुर हजुर भन्ने सबै कुरा गरिदिनुहुन्छ कि जस्तो बनाउने अनि केही पनि छैन। आफ्ना दुःख जहाँका तै छन्, आफूले पानी खान पाइयो छैन, सजिलो बाटो हिँड्न पाइयो छैन। सबै यो झुटो आश्वासन देखाउन नदेखाउनु हामीलाई चाहिएको त्यति हो। गर्नु नसक्नेलाई मैले यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु नभन्नु। एमाले भन्छ हामीले वृद्ध भत्ता दिएको भन्छ। एमाले वृद्ध भत्ता दिएको होइन, काङ्ग्रेसले नीति ल्याएको पहिला अनि त्यसपछि लागू गरेको काम एमालेको पालामा हो। नीति ल्याएको काङ्ग्रेसले हो खास भन्यो भने सरकारको ढुकुटी दिएको हो नि। आखिरी हामीले कर तिरेको सरकारलाई असर दिएको हो के। यो घर बन्दै छ। यो घरको तिर अर्को वर्षबाट यो घरको कर लागू हुन्छ। अब कर लागू हुन्छ अर्को वर्षबाट। जनता मर्कामा परेका छन्। टनेलको कर किन तिर्नु भयो नि तपाईँहरूले? तरकारी उत्पादन गर्नुहुन्छ गरिदिन्छु भन्छ। पोरु काउली कति फालियो त्यही देख्नु भएको छ हजुरहरूले। बन्दा 1 ट्रक बन्दा फालेको हामीले बिक्री गरिदिन्छौँ भने लगाइयो अनि त्यहाँबाट 1 ट्रक बन्दा फाल्नु पर्यो। 1 ट्रक बन्दामा कति लाख घाटा भयो किसानलाई? त्यो क्षतिपूर्ति कसले दिने त? अब कि सरकारले नलगाइ भन्नु पर्यो कि भने क्षतिपूर्ति त सरकारले त दिनु पर्यो नि त गरिब जनतालाई। त त्यो गरिब जनता मर्कामा परेको परे 1 ट्रक फालेको हो त्यहाँ बन्दा। मुख्य योजना त यो कृषकलाई ल्याउनु पर्यो। अनि उत्पादन नगरिकन के खाने हो भन्ने राजा भए पनि नेता भए पनि खान त चाहियो। कमसेकम त किसानलाई परेको क्षतिपूर्ति दिएको भयो भने त त्यो किसानलाई त अलिकति राहत त मिल्ने थियो। त्यसले पोहोर गरेको थियो भने अहिले पनि त्यो राहत पाएको भए त्यहाँ कृषि खेती गर्ने थियो। कृषि खेतीमा निर्भर बनाउने थियो क्या जनताले। त्यही किसानले गराउँथ्यो, केही उत्पादन गर्थ्यो। अहिले त्यही उत्पादन नगरिकन बसेको स्थिति छ त्यहाँ। करार धान खायो असिनाले। खाएको छैन भनेर भन्ने कुरा नि निस्कियो यहाँ। कति कता यहाँ आएर खेता हेरे धान छरेको भन्दा बाक्लो झारेको थियो हो। सबै खाएको थियो तर त्यसको क्षतिपूर्ति जनताले अलिकति पाएको भए त्यो जनतालाई कति राहत हुन्थ्यो। बिचरा रुँदै हिँडेको छ जनता। त्यो रुँदै हिँड्ने स्थिति त हुँदैन नि। अलिकति दियो भनेर अलिकति मुख हँसिलो त बनाउँथ्यो तर त्यो भएन। त्यो आश्वासनहरू नदिनु हजुरहरूले। तर तपाईँहरूलाई सकभर सहयोग गर्ने हाम्रो वचनबद्धता छ। नेपालीहरूलाई विदेश पठाएको छ, कोही देशमा छैन। कतिले मान्छे सबै विदेश छ। पढेको मान्छे विदेश छ, विद्वान मान्छे विदेश छ, केही गर्ने नयाँ सोच र विचार भएको मान्छे सबै विदेश छ। सबै भइरहेछ। यहाँ चुनाव लागिरहेछ, मान्छे आफ्नो मेसो नपाइकन लुडिएर विदेश गइरहेछ। त्यसलाई कसरी रोक्ने? त्यसलाई नरोकिन हाम्रो विकास कसरी हुन्छ? त्यो विकास पनि त हुँदैन नि त। जुन दक्ष जनशक्ति हो, दक्ष जनशक्ति सबै विदेश पलायनु भएको छ। त्यसो भएपछि त्यो दक्ष जनशक्तिलाई त रोक्नु पऱ्यो नि त। त्यसको पनि केही निश्चित खाका त चाहियो होइन। त्यसो भएको हुँदाखेरि यिनै कुराहरूलाई मध्यनजर राखेर पार्टीले एउटा दीर्घकालीन सोच, दीर्घकालीन होइन विचार बनाएर होइन त्यो खालको एउटा सोच केन्द्रमा पनि बनोस् होइन। बद्ध नेताहरू हुनुहुन्छ उहाँले त्यो खालको नीति विचारहरू पनि बनाउनु पर्ने रह्यो क्या। अब कमसेकम नीति विचार छ तर उनीहरूको कार्यान्वयन
गर्न सकेनन्। यो पार्टीले पनि अब भर्खरै जन्मेको नयाँ पार्टी भएकोले नयाँ खालको अब यो 21औं शताब्दीलाई होइन यो अब जुन संसार के अरे ग्लोबलाइज भइरहेछ नि त, त्यो ग्लोबलाइजको आधारमा हामीले देशलाई कसरी परिमार्जन गर्ने त नि, कसरी विकास गर्ने त नि भन्ने हिसाबले त्यो कुरालाई पनि अब मध्यनजर राखेर त्यो अनुसारका नीति विचारहरू बनुन्, पार्टीको उज्जवल भविष्य होइन र अब 50औं वर्ष अथवा दीर्घकालीन होइन नेपालको विकास गर्ने एउटा बद्ध पार्टी बनोस् भन्ने हिसाबले हामी यसरी जुटेका छौँ र त्यही आशाका साथ लागेका छौँ। त्यही कुरा पुरा होस् भन्ने मेरो शुभकामना छ। लैजाने चाहिँ नीति विकास भन्दा पनि उहाँहरूले चाहिँ नीति बनाउने कुरा हो। नीति नियमहरू बनाउँदाखेरि अब कतिको जाने जनता प्रेमी नीति नियम बन्छ भन्ने कुरा हो। त्यो चाहिँ उहाँको आफ्नो व्यक्तिगत भिजन पनि होला, उहाँले पनि स्पष्ट दिनु होला होइन। मैले त भन्ने त्यही हो। अब मेन भनेको हाम्रो यो पर्वत जिल्ला नभइकन देशको सम्पूर्ण देशको मुहार फेर्नु छ। त्यसो हुँदाखेरि देशको मुहार फेर्ने हिसाबको नीति र नियम आउनु पर्यो भन्ने कुरा हो।